ज्ञान, जीवनको वास्तविक प्रकाश। ज्ञान नै मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। यो त्यस्तो प्रकाश हो जसले अन्धकारलाई हटाएर चेतनाको बाटो खोल्छ। धन, शक्ति वा पद अस्थायी हुन्, तर ज्ञान स्थायी सम्पत्ति हो जसले मानिसलाई विवेक, दृष्टि र आत्मबल दिन्छ। ज्ञानको स्वरूप। ज्ञान केवल पुस्तकमा सीमित छैन। अनुभव, श्रवण, अवलोकन र चिन्तनबाट पनि प्राप्त हुन्छ। साँचो ज्ञानले मानिसलाई विनम्र, विवेकी र जिम्मेवार बनाउँछ। जसले ज्ञानलाई व्यवहारमा उतार्न जान्दछ, उनै जीवनमा सफल र सम्मानित हुन्छ। आध्यात्मिक र व्यवहारिक ज्ञान। आध्यात्मिक ज्ञानले आत्मपहिचान र आन्तरिक शान्ति दिन्छ। यसले म को हुँ भन्ने प्रश्नको उत्तर खोज्न मद्दत गर्छ। व्यवहारिक ज्ञानले दैनिकीमा निर्णय क्षमता, अनुशासन र व्यवहार सुधार्छ। दुवै प्रकारको ज्ञानले मिलेर जीवनलाई पूर्णता दिन्छन्। ज्ञानको शक्ति। ज्ञानले अन्धविश्वास, भय र अज्ञानताको जाल तोड्छ। यो स्वतन्त्रताको मार्ग हो जसले व्यक्तिलाई सोच्न, बुझ्न र परिवर्तन गर्न सक्षम बनाउँछ। जसको मनमा ज्ञानको ज्योति प्रज्वलित हुन्छ, उसको जीवन उज्यालो र उद्देश्यपूर्ण बन्छ। निष्कर्ष, ज्ञान बिना जीवन अधुरो हुन्छ। धनले त शरीरलाई सजाउँछ, तर ज्ञानले आत्मालाई उज्यालो बनाउँछ। त्यसैले सधैँ सिक्ने, बुझ्ने र आत्मविकासमा केन्द्रित रहनु नै साँचो सफलता हो। किनकि ज्ञान नै त्यो शक्ति हो जसले मानिसलाई साधारणबाट असाधारण बनाउँछ।